नमस्कार साथीहरु, आज हामीहरु बिन महासागर आकार र तिनीहरुको गहिरो भाग याद गर्नेछौं। कहिले नबिर्सनिकन याद गर्नेछौं बेस ट्रीका आधारमा। हामी अब स्टार्ट गरौं। प्रशान्त महासागर भनेको सबैभन्दा ठूलो महासागर हो। प्रशान्तको पबाट पलाई यो कस्तो छ, त्रिभुज आकारको बहुमुडा त्रिकोण पनि यसैमा डुबेको हो भनेर हामी सम्झन सक्छौं। त्रिभुज आकारको दोस्रो ठूलो महासागर आन्ध्र महासागर। आन्ध्र कहाँ हुने? पेटमा हुने। पेटमा आन्ध्र कस्तो हुन्छ? जस्तै यस आकारको आन्ध्र हुन्छ भने यसको आकार यस भयो। हिन्द महासागर भनेको यु आकारको। कुमेरु सुमेरु महासागरको आकार भनेको सेम छ, वृत्ताकार आकारको छ। हामीलाई कुनै झन्झट छैन। अब हामी महासागरको गहिरो भाग र याद गर्नेछौं। पेसिफिक प्रशान्त महासागर यति गहिरो छ साथीहरु, त्यहाँ गए मानिसहरु बाँच्नै सक्दैन। मानिसहरुको मृत्यु अवश्य हुन्छ भनेको मरिना ट्रेच गहिरो भाग गए मरिन्छ साथीहरु। अब एटलान्टिक आन्ध्र महासागर। आन्ध्र कहाँ हुन्छ? पेटमा हुन्छ। प्युर्टोरिक पेटमा आन्ध्र हुने प्युर्टोरिक। हिन्द महासागरको आकार कस्तो थियो? जे आकारको थियो, यु आकारको थियो। सरी, युलाई आधै बाटो काट्यो भने के भन्छ? जे भन्छ। त्यसैले जाभा ट्रेच। अब साउथ एटलान्टिक महासागर भनेको कुमेरु महासागर हो। यसबाट स्यान्डविच भनेर यसको गहिरो भाग हो। र आर्टिकल सुमेरु महासागर मोली द्वीप आकारको रहेको छ। अब हामी पुनः एकचोटि सरल रिभिजन गरौँ। प्रशान्त महासागरको पबाट त्रिभुज आकारको रहेको छ। आन्ध्र महासागर भनेको आन्ध्र कहाँ हुने? पेटमा हुने। पेट भनेको आन्ध्र यस आकारको हुन्छ। हिन्द महासागर भनेको यु आकारको। कुमेरु र सुमेरुमा कुनै झन्झट छैन भनेको यस आकारको वृत्ताकार आकारको। पेसिफिक प्रशान्त महासागर यति गहिरो महासागर हो, यहाँ गएर मानिसहरु बाँच्नै सक्दैन, मरिन्छ। आन्ध्र महासागर भनेको आन्ध्र कहाँ हुन्छ? पेटमा हुन्छ भनेर प्युर्टोरिक। हिन्द महासागर यु आकारको हुन्छ। युलाई आधैबाट काट्दैन। जाभा ट्रेच भनेर, स्यान्डविच भनेर, साउथ एटलान्टिक आर्टिकल भनेर मोली। अब हामी फेरि अर्को नयाँ भिडियोलाई लिएर हजुरको बीच उपस्थित हुनेछौँ। आजको भिडियो कस्तो लाग्यो भने कमेन्ट र सब्स्क्राइब गर्नुहोला।